क्यान्डल मात्र बनाउँछु भनेर पनि नहुने रहेछ। यसको लागि पनि एकदम प्रपर समय र आइडिया चाहिने रहेछ। किनभने मैले त भिडियोहरूमा देखेर एकैछिनमा बनाइ त हालेको छ नि, मैले पनि सक्छु भनेर लिएर आएँ, तर त्यस्तो हुँदैन रहेछ। यसलाई पनि दिमाग लगाउनु पर्ने रहेछ, समय दिनुपर्ने रहेछ, अनि एकदम धैर्यता चाहिँदो रहेछ यसमा चाहिँ हैन। यो चाहिँ मेरो स्मल बिजनेस हो। यो क्यान्डलहरू चाहिँ सेन्टेड क्यान्डल हो, होममेड क्यान्डल। मैले यो मेरो नयाँ जर्नी बिजनेस स्टार्ट गरेको छु। मलाई लाग्छ हजुरहरूले मलाई माया गरेर साथ सपोर्ट दिनुहुनेछ। हजुरहरूलाई यदि कुनै क्यान्डल मन पर्यो भने अर्डर गर्न सक्नुहुनेछ है त। यसको डिफ्रेन्ट प्राइस छ, डिफ्रेन्ट फ्लेभर छ यसमा पनि है। हेर्नुहोस् न टेडी बेयर कस्तो क्युट के। ल हजुरहरूलाई चाहिन्छ भने अर्डर गर्नुहोला है। मलाई लाग्ने छ हजुरहरूले साथ सपोर्ट र माया गरेर मेरो बिजनेसलाई अगाडि बढाउनुहुन्छ होला भनेर। थ्याङ्क यू।